बेबी आम्बो मेरो बेबी आयो मलाई मिठाई ल्याऊ गर्छु ल मलाई मिठाई दिनु न मिठाई मैले मिठाई ल्याइदिनै पाएँ मेरो बेबी आयो ल भयो सुन्नु न म तपाईलाई भेट्न मात्र आएको बुझ्यो अनि म नि अहिले भरे बजारमा जाँदा किनिदिन्छु नि ल मिठाई ल तपाई आउमै न मेरो बेबी त कति क्युट छ हौ मलाई अघिदेखि पर्खेको होला है तपाईँ ढिलो आउँछ तर ठिकै छ बेबी तपाईँलाई म एउटा कुरा भन्छु ल ल भन्नु न के भन्नु छ छिटो भन्नु न के छ बेबी तलको त्यो टुनिल अब्जेक्ट छ नि टुनिल हौ तलको टुनिल अब्जेक्ट छ नि उनीहरू फाइट पो खेले कस्तो फाइट खेले म डर लाग्यो के हुँदैन ए बेबी मलाई साँच्ची मेन कुरा भन्नै बिर्सेछु तपाईँको मम्मी अहिले यहीबाट आउँछ अरे ल मम्मी हजुर तपाईँको मम्मी ओए औरत यहाँ के गरे तैँले के गरेको इज्जत छैन मेरो के भयो बस्नु न अब हात छोड मुठीमा टाउकमा टेक्नु नखोज्नु तँ मेरो मुठीमा बस्नुपर्छ बुझिस् होइन सल्लाह के भएको तँ नानी जस्तो नगरी बस है इज्जत छैन मेरो तँ चुप लागेर बस बेसी नबोल बेबी के भयो आउनु हक गर्छु के को उपर गएर हक छोड इज्जत छैन मेरो मलाई नछु तँ भनेको मुठीमा बस्नुपर्छ बुझिस् होइन मुठीमा टाउकोमा टेक्नु नखोजे बेसी हुँदैछ तेरो तँ बेसी बच्चा जस्तो नानी जस्तो हरकत नगर बुझिस् होइन नानी जस्तो हरकत नगर ठुलो स्वर गर्छस् मलाई त ठुलो स्वर गर्छस् तेरो मम्मी भरै आउँछ यो बाटो भनेको अहिले आइहालेको छैन बुझिस् ए आइहालेको छैन चली बेबी चली ल होइन म त आइहाल्यो भने त मम्मीसँग डर लाग्छ नि त मेरो बेबी आउने हक गरौँ भएदेखि चाहिँ मलाई फोन गर्ने काम पनि छैन आजदेखि चाहिँ भेट्नु पनि पर्दैन बुझिस् चली हो मम्मीलाई भनिदिन्छु मम्मी केटीकाले मलाई लात्ता लिने हिकायो भनिदिन्छु